स्वतन्त्र भएर बाँच्न सिकौँ मर्न नसकेका मुर्दाहरू। मलाई त यार यी भनेर यिनीहरूलाई बेसरी गाली गर्ने मन लाग्छ। यिनीहरूको कुरा सुन्दाखेरि लास्टै रिस उठेर आउनु लाग्यो। देशको बारेमा राम्रो सोच्ने मान्छेले देशको नराम्रो कल्पना कहिल्यै गर्न सक्दैन। यी साह्रै पार्टीका झोलेहरू सालेको, ती पुराना पार्टीको सालेको उ गरेको छ। अरे के गरे भने स्कुलभित्र राजनीतिक छ, घरभित्र राजनीतिक छ, दाइ भाइलाई लडाएको छ, बा छोरालाई लडाएको छ, है काकु भतिजलाई लडाएको छ। यो राजनीतिक चाहियो र गाउँमा। अरे बाबा केही परिवर्तन हुन्ला, खुसी हुनु पर्यो नि। खुसी हुन सिकौ न, खुसीको कुरा गरौ न। तिमीहरूका त के हार्ने, तताको छिरो छ तलबाट खोजेर माथिबाट निकाल्ने खालका मान्छे हो तिमीहरू। देशको लाई यो युगले मागेको थियो, यो समयले मागेको थियो, बल्ल यो चाहिँ भएको हो के। राम्रै हुन्छ, भगवान्लाई मान्ने पुज्ने देश राम्रै हुन्छ, नराम्रो हुँदैन, यति कुरो बुझिराख चुतियाहरू।